यस्तै छ छोरी कहाँ गर्ने आज हाम्रो सन्डे स्पेसल घुम्नु होइन अनि खोइ जुत्ता लगाएको त लगाएकै छैन त अनि आज सन्डे हो अनि बाहिर यसो फ्यामिली जाउँ भनेको बाहिर घाम पनि यस्तो लागेको छ आमामा सन्डे पनि फन्डे हुन्छ जस्तै छ घाम पनि यस्तो लागिरहेछ छिटो लगाऊ छिटो भयो फेरि हल्ला नगर फेरि गुड गर्ल भएर जाने नि फेरि खोइ चस्मा चाहिँ तिम्रो अनि लगाउनु पो पर्छ त बुबु कतिको खुसी यता हेर भन न त अनि ल ल के गर्छ गएर फोन हेर्छौ फोन हेर्नु गएको तिमी लड लाउने त्यहाँ पक्र फेरि बुबु गर्मी लाग्यो बस पनि कहिले आउँछ रहेछ पर आइपुग्यो यो बेतना ल होइन खाली छ त अनि यो टिकट काट्नु पर्ने रहेछ दुईजना नानीको त पर्दैन होला नि कसरी छ 50 रुपैयाँ आज त खाली रहेछ दिनै कडा भएको क्या हाम्रो खालीमा मात्रै घुम्नु पाउँछ ढुक्क भएर घुम्नु भनेको होला क्या ल हस् हुन्छ दाजु ल हिँड पुगु भित्र नि अब ल पार्क आएको होइन तिमी यस्तै छ है पर बोटिङ रहेछ बोटिङ त चलेको छ कि छैन मान्छे नै छैन रहेछ आएकै छैन त्यो यस्तो खेल्छ अरे अहिले एकछिनमा खेलौँ न भनेको मान्दैन के खेल्छ यहाँ चिप्लिटी त्यो नि घाम छ अहिले उयो पर उयोहरू हेर्नु जानुपर्छ नि त स्नेकहरू उयो पर स्नेकहरू छ ल खेल न चढ ल ल ल जा जा बिस्तारो ल पक्रिन्छ हातले सक्छ नि यस्तै छ दामी छ तर रमाइलो हुन्छ मान्छे चाहिँ अलिक कम्ती रहेछ होइन त ठिकै छ अब अलिक बेलुका हुँदै जान्छ अनि बोटिङ पनि रहेछ तर बोटिङ चाहिँ भरे भरे खेल्नुपर्छ होला अहिले होइन कोसँग खेल्ने अब ल मामुसँग ओ तिमी पनि भाइरल होला नि फेरि युट्युबमा आमा छोरी खेल्दैछ छोरी चाहिँ पुरा एक्साइटेड भइरहेको छ आमा के हेर्नु गएको अरे बुकु त्यस्तै छ अलिअलि एनिमलहरू रहेछ नानीहरूलाई हेर्ने ऊ हाँस नि रहेछ यहाँ रहेछ यता आऊ न यता यताबाट
लड्छ भन्दैछु बिस्तारै हिँड न मम्मीको हात पक्रेर एक्साइटेड बडी के रहेछ यहाँ खरायो हो क्या हो कि मुसा हो हेर त के हो यो बाख्रा होइन मुसा हो सेतोवाला मुसा रहेछ यहाँ पनि आमा थुप्रो रहेछ यता त ए थुप्रो मुसा लाने हेर छुनु हुँदैन है फेरि टोक्छ त्यसले के हो यो चाहिँ भल्चर रहेछ भल्चर रहेछ गिद्ध उड्यो 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 छेउमा नजाऊ है छुनु हुँदैन दुईटा रहेछ नि त नि यो चाहिँ थुप्रो रहेछ मुसाहरू चाहिँ हाँस देखेन डक हो यहाँ चाहिँ के छ यहाँ त छैन रहेछ यहाँ सुँगुरको घरहरू के हो यो फेरि साँच्ची स्नेक स्नेक हेर न कत्रो ठुलो रहेछ स्नेक टाउको ठाडो गरिरहेछ एनाकोन्डा रहेछ कत्रो टाउको पनि उठाइरहेको छ एउटै हो कि एउटै छ टाउको त यहाँ पनि रहेछ यता कुनामा छेउमा नजाऊ है यहाँ कुनामा पनि रहेछ जाउँ के देखाउने यहाँ देखाएर न यहाँ हेर्दै भन यहाँ मङ्की छ यहाँ पनि रहेछ ऱ्याबिट ऱ्याबिटले घाँस खान्छ क्यारट खान्छ क्यारट यहाँ माथि पनि ऱ्याबिट रहेछ मङ्की सनाया जस्तो रहेछ त हो ऊ मङ्की हेर न बनाना त खान्छ त नि हेर न छेउमा नजाऊ है छेउमा जानु हुँदैन टोक्छ नि फेरि बुगो एउटा माउ रहेछ यो त जङ्गलबाटै पक्राइ ल्याएको जस्तो छ त यहाँ पनि रहेछ के हो यो आउल उल्लु 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 भन न बोलाउ न ल नानीहरूलाई चाहिँ अलिअलि हेर्ने रमाइलो छ एक दुईवटा चाहिँ तर पहिला जस्तो छैन रहेछ पहिला हरिणहरू थियो के थियो होला तर भित्र लुकेर कहाँ खेल्ने अब छैन खेल्ने ठाउँ एकछिन घुम्ने बस्ने आऊ ऊ पर छ ऊ पर हिँड नआउ न यता हेर न ऊ पर हरिण बसिरहेको छ ऊ पर ऊ पर शीतलमा यहाँ माछाहरू छ होला क्या यो चाहिँ माछाहरू हुन्छ नि ऊ पर चाहिँ पिकनिकहरू खेल्ने ठाउँ हो नि त गरम छ घाम लाग्यो बोटिङ गरौँ भनेको हुँदैन होला हौ बोटिङ त यहाँ माछा पनि खतरा रहेछ यार यो चाहिँ पिकनिक खेल्ने ठाउँहरू हो यता भित्र पिकनिक खेल्ने ठाउँहरू छ जङ्गल सफारी यस्तै छ दामी छ शीतल हुन्छ यस्तै छ ऊ पर जाँदैछ होइन यो चाहिँ यस्तो हरियालो पनि छ हल्का जङ्गल टाइपको अनि पर नानीहरूलाई खेल्ने यसो पिकनिक खेल्ने ठाउँ हो नि त यो चाहिँ त्यही भएर ऊ पर गलेर अब चाहिँ खायो एक राउन्ड घुमेर आयो अनि पानी अब बोटिङ त गर्नै पर्यो होइन बुबु बोटिङ गरेन भने त लाज हुन्छ सबैलाई भनेर आएको छ बोटिङ गर्छु भनेर हिँड न त जाउँ होइन यहाँ पर जानुपर्छ नि त अङ्कललाई टिकट लिनुपर्छ हौ यता
अङ्कल ओ नौका 200 रुपियाँ अरे 4 जना ऊ लाइफ ज्याकेटको हालत त त्यस्तो छ त अनि देखाउनुको लागि मात्रै राखेको जतिकै छ त नि खै मान्छे कहाँ गयो कहाँ गयो बुकु अब एकछिन पर्खौँ ल त्यहाँबाट आउँछ होला अलिक ठुलो छ हौ हेर न त्यो साइजै हेर्दाखेरि बुझ्छ नि अलिक मजा आउँछ क्या त्यसमा ओ बोटिङ गरेको हेलो बोटिङ बोटिङ गर्ने भन्छ डर लाग्यो डर लागेन अहिले उत्रिने नि त अनि म उतारिदिइहाल्छु नि अनि मजा आउँदैछ बोटिङ कहाँ पानी सुन्नु खोजेको लड्छ अहिले जान्छ नि बिस्तारो पर पनि खेल्दैछ बोटिङ गर्दा गर्दा गल्यो हो गर्मी पनि भयो अब सनाएको चाहिँ लाज भएन है एकछिन ल यस्तै छ बोटिङ गर्दा गर्दा गर्मी पनि भइसक्यो त्यहाँ के गरेको हेर न एकपट्टि ढल्काएर यस्तो त छ मान्छेहरू यस्तो ढल्काउनु हुँदैन ल फाइनली आज सक्यो लड्नु मात्रै खोज्छ किन बदमास गरेको ल अब बेतनाको आजको सन्डे प्रोग्राम पनि सक्यो गर्मी पनि थियो अलिकति सन्डे फन्डे पनि भयो होइन अब अलिअलि उहाँ परपट्टि खाजा खानुपर्छ त्यहाँबाट जाने हो सक्यो आजको कार्यक्रम खै बाई गरिदेऊ न त नि